कस्तो बोका भएको यार यो रणमतीको छोरोले यार लड्की नपाएर हेर न मेरो ब्ल्याङ्केट भरि मालै माल झार हो यो त ठिक्क पऱ्यो यसलाई के भएको छ यार ननक दियो त हो रणमतीको छोरो कोकोले त पछाडि ओइ कोको नगर न ओइ रणमतीको छोरो ओइ यो कस्तो बोका भएको हो रणमतीको छोरो यार अति बोका भएको छ यार के जोस आएको यो रणमतीको छोरोलाई सुई हाल्ने गेडा फुटाइदिनु पर्छ होला गेडा फुटाउने हुन्छ होइन डक्टरकोमा लग्यो भने गेडा फुटाइदिन्छ होइन माइन्दरको के हुन्छ नि त्यो 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 खसीको के अरे बोकालाई खसी बनाउँदा हो त्यो कति गीति गरिसक्यो हौ कोकोले यार के गर्नु लड्की पाउँदैन मुजीले के गर्नुहोस् त यार बिचराले आम्बो कस्तो फासान यार अब लड्की पाउँदैन बिचराले अब हस्कीलाई अब हस्की भनेको अब जता पनि पाउँछ हस्कीलाई मिलाइदिइहाल्न मिल्ने अब पुडल्स कुकुर खोज्यो कहीँ पनि भेट्दैन अनि सिक भइहाल्छ नि यार बिचरा ओए पुनम तिम्रो यो कान्छो छोरो एकदमै उयो भइरहेछ है मेरो ब्ल्याङ्केट पुरै भिजाइसक्यो पछाडिबाट आएर दिएको दैछ जनक के गरेको यसले लाइभमा यत्रो मान्छेको अगाडि पब्लिकमा दिँदैछ तेरो इज्जत छैन लगिदिनु पर्छ नि गुला फुटाउनु पर्छ अब अपरेसन गरेर के बोल्छ हौ खसी पार्नु पर्छ यसलाई कहाँ लगेको लगाएर सकिन्छ त हैन खसी पार्नु सेन्डी हुन्छ प्राण त तलको त्यो भुच्ची देखेर होला भुच्ची सम्झिँदैछ जस्तो छ राम्रै छ अनि के हो त के गर्छ सेन्टी छ सम्म पार्दै हेरिरहेको इतो सानो के हो त्यो भनेर हल्का पुरम त्यहाँ हेर न नि खोजेको हो छोरो तिमीलाई एकदमै गाह्रो भयो हो